तपाईलाई यो दृश्य देखेपछि कहाँ पुगेको अनुभव भइरहेको छ? यो दृश्यले तपाईलाई कहाँ पुगेको अनुभव भइरहेको छ? यी सहरको बीच भागमा रहेका यी हरियाली र यी फुलहरू सडकको दायाँ बायाँ फुलेका छन्। तपाईलाई हामी दृश्यमा देखाइरहेका छौँ। यो फुलले अर्कै सौन्दर्य थपिरहेको छ। यो हरियाली भुटान सडकको दायाँ बायाँ यो दृश्य ललितपुरको झम्सी खेलको। तपाईलाई हामी ललितपुरको झम्सी खेलको दृश्य देखाइरहेका छौँ। यो जिल्ला सडकहरू यी जिल्ला सडक, यी सफा सडक। यो सडकमा रहेको पेटी जहाँबाट मानिस हिँडुल गर्ने ठाउँ हो। तपाईँ अनुमान गर्नुहोस् यति बेला तपाईँ कहाँनिर हुनुहुन्छ। यो दृश्य कहाँको हुनसक्छ? यो सुन्दर दृश्य भर्खरै घाम झुल्केको छ। साँच्चै मनमोहक यो दृश्य। यी गगनचुम्बी महलहरू हेर्नुहोस् बन्दै गरेको नेपाल। यो साइकल लेन हो। यहाँबाट साइकल लेन हिँड्नका लागि यो लगाइएको चिनो हो। साँच्चै बन्दैछ सफा सुन्दर अनि हरियाली बन्दैछ नेपाल।
र यो दृश्य तपाईँलाई मैले देखाएको दृश्य हो ललितपुर झम्सी खेलको। तपाईँ झम्सी खेल आउनुहोस् र तपाईँलाई हामीले देखाइरहेको यो दृश्य ललितपुरको झम्सी खेलको भनिसकेका छौँ। तपाईँ आउनुहोस्, यहाँ घुम्नुहोस्, मनोरञ्जन लिनुहोस् अनि नेपाल बन्दै गरेको अनुभव गर्नुहोस्। साँच्चै बन्दै गरेको छ नेपाल, सुन्दर नेपाल, शान्त नेपाल, हाम्रो भविष्य, हाम्रो नेपाल, बन्दै गरेको नेपाल।